वेलकम छ हजुरहरूलाई मेरो मिनी भ्लगमा। आज चाहिँ कोरियाको टिचर्स डे, सो म पढ्ने सेन्टरमा चाहिँ म पुगिसकेको छु। 안녕하세요। ल सेन्टर पुग्दा त यहाँ कपडाहरूको बजार लगाउनु भएको रहेछ। यहाँ म्यामले चाहिँ यो तिमीलाई हुन्छ भन्दै नाप्दै हुनुहुन्छ मेडी। अनि म पनि ब्यागहरू राख्न भित्र गएर कपडाहरू चुज गर्न आउनुपर्ने भयो आज। खासमा चाहिँ आज हामीलाई किम्पाप बनाउन सिकाउने भन्दै हुनुहुन्थ्यो, तर कपडाहरू पनि चुज गर्न लगाउनु भयो। अनि मैले यो 3टा चुज गरेँ। त्यसमा चाहिँ एउटा गाउन चुज गरेँ, अर्को भेस्ट चुज गरेँ, अनि अर्को चाहिँ पेन्ट चुज गरेँ। अनि त्यसपछि हामीले किम्पाप बनाउनतिर लाग्यौँ। सिकाउँदै हुनुहुन्छ म्यामले। यहाँ सबै रेडी गरिसकेर यहाँ म्यामले सिकाउँदै हुनुहुन्छ हामीलाई यसरी यसरी हाल्नुपर्छ भनेर। यो गाजर काँक्राहरू खै अरू के हो त्यो म सबै नाम मलाई थाहा छैन, तर पनि म पनि सिक्नेछु। म्यामले यसरी सिकाउँदै हुनुहुन्छ। दामी बन्ने रहेछ तर खतरा। ल अब चाहिँ म पनि बनाउन लागिरहेको छु। कस्तो बन्ने हो त्यो चाहिँ अन्तिममा थाहा हुन्छ। अनि साथीहरू, यताको पढाइ चाहिँ मलाई साह्रै राम्रो लाग्यो क्या। थ्योरी सँगसँगै प्र्याक्टिकल्ली यसरी नै हाम्रो नेपालमा पनि चाँडै लागु भए कति राम्रो हुन्थ्यो होला है। ल मेरो चाहिँ लगभग सबै रेडी भइसक्यो। ल साथीहरू, आजको हाम्रो कार्यक्रम यसरी नै गरेर मेमोरी कलेक्सन गरियो, छोटो मिनी भ्लग बनाएर पोस्ट पनि गरियो, अनि बाई बाई भनियो। बाई बाई।